नमस्कार। गत वर्षका शिक्षकको परीक्षा सम्बन्धी सयौं भिडियोहरूबाट शिक्षकले प्राप्त गरेको अपार सफलतापछि फेरि म शिक्षक सेवा आयोगबाट लिइने शिक्षक बढुवाको लिखित प्रतियोगितात्मक परीक्षाको तयारी सम्बन्धी रोचक र सिक्नै पर्ने प्रश्न उत्तर सम्बन्धी भिडियो लिएर आएको छु। शिक्षक बढुवाको परीक्षा कसरी पास गर्न सकिन्छ, यस सम्बन्धी तयारीका लागि भिडियोका श्रृङ्खलाहरू अन्तिमसम्म हेर्दै जानुहोला। प्रश्नहरू निम्न अनुसार रहेका छन्। पहिलो प्रश्न रहेको छ, नेपालका विभिन्न शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरू 2028, 2049, 2055 तथा हालका नीतिगत व्यवस्थामा प्रारम्भिक बाल विकास र प्राथमिक तहको शिक्षालाई कसरी परिकल्पना गरिएको छ? विद्यमान अवस्थामा प्रारम्भिक बाल विकास र प्राथमिक तहको शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्ता रणनीतिहरू अपनाउनु पर्छ, विश्लेषण गर्नुहोस्। त्यसै गरी दोस्रो प्रश्न रहेको छ, 2028, 2049 र 2055 सालका शिक्षा आयोगका प्रतिवेदन तथा समितिका प्रतिवेदनहरूका आधारमा प्राथमिक शिक्षाको सार्वभौमिकता, समानता, पहुँच र गुणस्तर सुधारमा योगदान पुर्याउन सके नसकेको भन्नेबारे तर्कसहित विवेचना गर्नुहोस्। 16औं पञ्चवर्षीय योजनामा प्राथमिक शिक्षाका लागि तय गरिएका लक्ष्य तथा रणनीतिले गुणस्तरीय शिक्षासँगको सम्बन्धका बारेमा टिप्पणी प्रस्तुत गर्नुहोस्। त्यसै गरी तेस्रो प्रश्न रहेको छ, विद्यालय शिक्षाको सन्दर्भमा 2028, 2049, 2055 का शिक्षा आयोग र समितिहरूले प्रस्ताव गरेका दीर्घकालीन सुधारका रणनीतिहरूको कार्यान्वयनले शिक्षामा गरेका सुधारहरू लेख्नुहोस्। विद्यालय शिक्षा क्षेत्र विकास तथा 16औं पञ्चवर्षीय योजनामा कार्यक्रमहरूले कसरी निरन्तरता पाएका छन्, लेख्नुहोस्। त्यसै गरी चौथो प्रश्न रहेको छ, 16औं पञ्चवर्षीय योजनामा शिक्षा क्षेत्रका लागि तय गरिएको दृष्टिकोण, उद्देश्य, प्रमुख लक्ष्य र रणनीतिहरूलाई प्रभावकारी रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ, उपायहरू बुदागत रूपमा उल्लेख गर्नुहोस्। 16औं पञ्चवर्षीय योजनामा प्रारम्भिक बाल विकास र आधारभूत र प्राथमिक शिक्षा, निरक्षरता निवारण, समतामूलक पहुँच, सिपमूलक र प्रविधिको प्रयोगले शैक्षिक योजनामा पार्ने प्रभावका बारेमा लेख्नुहोस्। अब म यी प्रश्नका उत्तरहरूलाई विस्तृत रूपमा छलफल गर्न गइरहेको छु। तपाईलाई यी उत्तरहरूका बारेमा जानकारी लिन चाहनुहुन्छ तपाईँ भने यस भिडियोलाई अन्तिमसम्म हेर्नुहोला। पहिलो प्रश्न रहेको छ, नेपालका विभिन्न शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरू 2028, 2049, 2055 तथा हालका नीतिगत व्यवस्थामा प्राथमिक बाल विकास र प्राथमिक तहको शिक्षालाई कसरी परिकल्पना गरिएको छ? विद्यमान अवस्थामा प्रारम्भिक बाल विकास र प्राथमिक तहको शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्ता रणनीतिहरू अपनाउनु पर्छ, विश्लेषण गर्नुहोस्। यसको उत्तर रहेको छ, नेपालका शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरू 2028, 2049, 2055 र हालका नीतिहरूले प्रारम्भिक बाल विकास र प्राथमिक तहको शिक्षालाई क्रमिक रूपमा सर्वाङ्गीण विकास र आधारभूत साक्षरताको रूपमा परिकल्पना गरेका छन्। प्रारम्भिक बाल विकासलाई 4 वर्ष उमेर पूरा गरेका बालबालिकाको लागि 1 वर्षे पूर्व प्राथमिक तहको रूपमा जोड दिएको छ भने प्राथमिक तहलाई कक्षा 1 देखि 3 सम्म साक्षरता केन्द्रित बनाइएको छ। हालका नीतिहरूमा यी तहहरूलाई आधारभूत शिक्षाको अभिन्न अङ्ग बनाई गुणस्तरीय पहुँच सुनिश्चित गर्ने नीति लिएको छ। प्रतिवेदन अनुसार परिकल्पना, आयोग, समिति, प्रारम्भिक बाल विकास र प्राथमिक तह। राष्ट्रिय शिक्षा पद्धति योजना 2028 ले प्राथमिक शिक्षालाई जोड दिएको छ। प्राथमिक तहमा कक्षा 1-3 सम्म साक्षरताको शिक्षा, बाल केन्द्रित क्षमता विकास, दैनिक व्यवहारमा लेखाइ, पढाइ, सामाजिक, शारीरिक हिसाब जस्ता विषयहरूमा केन्द्रित गरिएको छ। त्यसै गरी राष्ट्रिय शिक्षा आयोग 2049 को प्रतिवेदनले प्रारम्भिक बाल विकासका बारेमा व्यवस्थित विकासको आवश्यकता उल्लेख गरेको छ। 4 वर्ष पूरा गरेका बालबालिकालाई यस तहमा प्रवेश गर्न योग्य मानेको छ। त्यसै गरी प्राथमिक तहमा प्राथमिकलाई निशुल्क र सर्वसुलभ बनाउने, निरक्षरता हटाउने आधार तय गरेको छ। उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन 2055 ले प्रारम्भिक बाल विकासको सन्दर्भमा 1 वर्षे पूर्व प्राथमिक शिक्षा अनिवार्य गरिएको छ। त्यसै गरी प्राथमिक तहमा 10 वर्षभित्र देशभर अनिवार्य तथा निशुल्क प्राथमिक शिक्षा लागू गर्ने व्यवस्था गरिएको छ। हालका नीतिगत व्यवस्था के छ त? नीति कानून प्रारम्भिक बाल विकासका सन्दर्भमा र प्राथमिक तहका सम्बन्धमा
शिक्षा ऐन 2028ले प्राथमिक तथा बाल विकासका सन्दर्भमा 4 वर्ष उमेर पूरा गरेका बालबालिकालाई 1 वर्षको पूर्व प्राथमिक शिक्षाको व्यवस्था गरेको छ। त्यसै गरी प्राथमिक तहमा कक्षा 1 5 सम्म, त्यसै गरी आधारभूत शिक्षा कक्षा 1 8 सम्म रहेको व्यवस्था छ। त्यो चाहिँ ऐन र विभिन्न दस्तावेजहरूमा उल्लेख गरेको छ। वर्तमान व्यवस्थामा के छ त भन्दा 4 वर्ष पूरा गरेका बालबालिकाको शारीरिक, मानसिक, सामाजिक, संवेगात्मक विकास गर्ने परिकल्पना गरेको छ प्राथमिक बाल विकासमा। त्यसै गरी प्राथमिक तहमा भर्ना दर वृद्धि गर्नुपर्ने उल्लेख गरिएको छ। अनिवार्य तथा निशुल्क शिक्षा प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ। विद्यमान अवस्थामा प्राथमिक बाल विकास र प्राथमिक तहको शिक्षालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न अपनाउनु पर्ने रणनीतिहरू के रहेका छन्? पहिलो रहेको छ प्राथमिक बाल विकास तथा प्राथमिक तहको शिक्षालाई नेपालको सन्दर्भमा प्रभावकारी बनाउन बहुस्तरीय रणनीतिहरू आवश्यक छन्। यसमा पूर्वाधार सुधार, शिक्षक क्षमता विकास र अन्तर्निकाय समन्वय समावेश रहेका छन्। यी रणनीतिहरूले हालका विद्यमान चुनौतीहरू, अपर्याप्त पूर्वाधार र गुणस्तर अभावलाई जस्ता विषयलाई सहयोग गर्नेछन्। त्यसै गरी नेपालमा प्राथमिक बाल विकास र प्राथमिक तहको शिक्षालाई प्रभावकारी बनाउन निम्न अनुसारका रणनीतिहरू अपनाउन सकिन्छ। पूर्वाधार र पहुँच विस्तार। एक विद्यालयमा एक प्राथमिक बाल विकास केन्द्रको अवधारणा लागू गरी संघीय, प्रदेश र स्थानीय तहबीच लागत साझेदारी गर्ने। त्यसै गरी बाल मैत्री वातावरणका लागि खेलकुद सामग्री, पुस्तकालय र सरसफाई सुविधा विस्तार गर्ने, न्यूनतम मापदण्ड पूरा नगरेका केन्द्रलाई सुधार गर्ने। त्यसै गरी 4 वर्षका बालबालिकालाई 1 वर्षीय प्राथमिक बाल विकास कार्यक्रम अनिवार्य बनाई अभिभावकको सहभागिता बढाउने। शिक्षक तथा मानव स्रोत विकास। प्राथमिक बाल विकासका सहजकर्ताको योग्यता र तालिम पुनरावलोकन गरी वृत्ति विकास र पारिश्रमिक वृद्धि गर्ने। प्राथमिक शिक्षकहरूलाई प्राथमिक बाल विकास प्राथमिक तहमा देखिएका समस्या समाधानका लागि विशेष तालिम दिने। अभिभावक जागरण कार्यक्रम सञ्चालन गरी सिकाइ उपलब्धि सुधार गर्ने। त्यसै गरी नीति कार्यान्वयन र समन्वय। विद्यमान अवस्थामा रहेका शिक्षा नीति तथा रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने। नियमित अनुगमनका लागि शैक्षिक गुणस्तर परीक्षण केन्द्रलाई सक्रिय बनाउने। गुणस्तर अभिवृद्धिका लागि मापन प्रणाली लागू गर्ने। त्यसको निष्कर्ष रहेको छ नेपालका राष्ट्रिय शिक्षा आयोगका प्रतिवेदनहरू 2028, 2049, 2055 ले प्राथमिक बाल विकासलाई पूर्व प्राथमिक बाल विकास केन्द्रको रूपमा परिकल्पना गरेको छ। यसलाई प्राथमिक तहको आधारभूत साक्षरता र सर्वाङ्गीण विकासको पूर्वाधार मानिएको छ। हालका नीतिहरूले प्राथमिक बाल विकासलाई 1 वर्ष अनिवार्य पूर्व शिक्षा र आधारभूत तहको भाग बनाएका छन्। यसले शारीरिक, सामाजिक, भावनात्मक विकासमा जोड दिने भएकाले प्रभावकारी रूपमा कार्यान्वयन गर्नु पर्दछ। त्यसै गरी दोस्रो प्रश्न रहेको छ 2028, 2049, 2055 का शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरूका आधारमा प्राथमिक शिक्षाको सार्वभौमिकता, समान पहुँच र गुणस्तर सुधारमा योगदान पुर्याउन सके नसकेको भन्ने बारे तर्कसहित विवेचना गर्नुहोस्। 16औं पञ्चवर्षीय योजनामा प्राथमिक शिक्षाका लागि तय गरिएका लक्ष्य तथा रणनीतिले गुणस्तरीय शिक्षासँगको सम्बन्धका बारेमा टिप्पणी प्रस्तुत गर्नुहोस्। प्राथमिक शिक्षा भन्नाले यहाँ चाहिँ आधारभूत शिक्षाका लागि तय गरिएका। त्यस प्रश्नको जवाफ रहेको छ नेपालका 2028, 2049 र 2055 का शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरूले प्राथमिक शिक्षालाई सार्वभौमिक, समान पहुँचयुक्त र गुणस्तरीय बनाउने नीतिगत आधार तय गरेका थिए। यी प्रतिवेदनहरूले प्राथमिक शिक्षालाई साक्षरता, जीवनोपयोगी सिप र समावेशीकरणमा जोड दिए। यिनीहरूले बालबालिकाको वातावरणीय र सामाजिक चेतना विकास गर्ने लक्ष्य राखेका थिए। कार्यान्वयनमा भौगोलिक विकटता, शिक्षक अभाव र बजेट सीमितताले सार्वभौमिकता पूर्ण हुन सकेन। यसले विद्यालय छाड्ने दर उच्च र गुणस्तर कमजोर बनायो। यी प्रतिवेदनहरूको योगदान नीतिमा व्यवस्था भएपछि व्यवहारमा सफलता प्राप्त हुँदै गएको पाइन्छ। त्यसै गरी प्राथमिक शिक्षाको सार्वभौमिकता, समान पहुँच र गुणस्तर सुधारमा योगदान, सार्वभौमिकतामा योगदान कमा
2028 को योजनाले प्राथमिक शिक्षालाई कक्षा 1-3 सम्म साक्षरतामा केन्द्रित गरी 6-8 वर्षका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउने लक्ष्य राखेको थियो। यस माध्यमबाट सर्वसुलभ बनाउन र 2055 ले 10 वर्षभित्र निशुल्क अनिवार्य बनाउने सुझाव दियो। दूरगामी क्षेत्र र पिछडिएका वर्गका कारण भर्ना दरमा वृद्धि भए पनि पूर्ण सार्वभौमिकता अझै हासिल भएको छैन। त्यसै गरी खमा समान पहुँचको अवस्था। प्रतिवेदनहरूले छात्रवृत्ति, मातृभाषा शिक्षा र पिछडिएका समुदायलाई प्राथमिकता दिए। मातृभाषामा प्राथमिकता, लैङ्गिक जातीय समानता जस्ता विषयहरूले स्थान पाए। यसले बालबालिका भर्ना दर बढायो। भौगोलिक असमानता, अपाङ्ग र अल्पसंख्यकमा पहुँच अझै असन्तुलित रहेको छ। कार्यान्वयनमा बजेट र पूर्वाधारको अभाव अझै रहेको पाइन्छ। त्यसैगरी गुणस्तर सुधारका चुनौतीहरू। पाठ्यक्रम बाल केन्द्रित शिक्षक तालिम मूल्याङ्कन सुधारको लागि जोड दिए। शिक्षक योग्यता, पाठ्य सामग्री अभाव र अनुगमनको कमजोरीले गुणस्तर सुधार हुन सकेको छैन। परिणामस्वरूप सिकाइ उपलब्धि कमजोर रहेको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको तथ्याङ्कले देखाएको छ। 16औं पञ्चवर्षीय योजनामा प्राथमिक शिक्षाका लागि तय गरिएका लक्ष्य तथा रणनीतिले गुणस्तरीय शिक्षासँगको सम्बन्ध। 16औं पञ्चवर्षीय योजना योजनाले प्राथमिक शिक्षालाई अथवा आधारभूत तहको रूपमा समेटेर प्राथमिक तहको शिक्षालाई आधारभूत तहको रूपमा समेटेर गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार विकास, सिकाइ अनुकूल वातावरण सिर्जना र पाठ्यक्रम परिमार्जन जस्ता लक्ष्य र रणनीतिहरू निर्धारण गरेको छ। यसले प्राथमिक बाल विकास तथा शिक्षालाई सबै स्थानीय तहसम्म पुर्याउने र आधारभूत तह पुरा गर्ने दर 77.1%बाट 100% पुर्याउने लक्ष्य राखेको छ। यी प्रावधानहरूले गुणस्तरीय शिक्षासँग प्रत्यक्ष सम्बन्ध राख्छन् किनकि पूर्वाधार र सिकाइ उपलब्धिमा जोड दिएको छ। यसका लक्ष्यहरू: प्रारम्भिक बाल विकास कार्यक्रमलाई प्रभावकारी बनाई कक्षा 1 मा भर्ना हुने बालबालिकाको अनुपात 76.9%बाट 100% पुर्याउने। आधारभूत तहको पाठ्यक्रमलाई स्थानीय ज्ञान, संस्कृति र स्वावलम्बनसँग जोड्दा परिमार्जन गर्ने तथा सिकाइ क्षमतामा सुधार ल्याउने। त्यसै गरी सबै विद्यालयमा इन्टरनेट पहुँच, प्रयोगशाला, पुस्तकालय र स्मार्ट कक्षाकोठा निर्माण गरी सिकाइ अनुकूल वातावरण सिर्जना गर्ने। विस्तृत रूपमा अध्ययन गर्नका लागि 16औं योजनामा शिक्षा सम्बन्धी गरिएको व्यवस्था तपाईले यस चार्टमा हेर्न सक्नुहुनेछ। यहाँ शिक्षा सम्बन्धी दिएको छ। त्यसैगरी रणनीतिहरू: शैक्षिक संस्थामा भौतिक पूर्वाधारको प्रबन्धन र जीर्ण भवनको पुनर्निर्माण गर्ने, शिक्षक सहायता प्रणाली, विद्यालय सुपरिवेक्षण, 3 तहका सरकार बीच समन्वय मार्फत अनुदान सुदृढीकरण गर्ने, नैतिक शिक्षा सुशासन, बाल मनोविज्ञान अनुकूल वातावरण पाठ्यक्रम अद्यावधि गर्दै घुम्ती शिक्षा तथा परम्परागत शिक्षाको मूल प्रवाहीकरण गर्ने। रणनीतिहरूले समावेशी र व्यावहारिक शिक्षालाई प्राथमिकता दिन्छन्। यसले गुणस्तर अभिवृद्धिमा योगदान पुर्याउँछ। गुणस्तरीय शिक्षासँगको सम्बन्ध: शैक्षिक योजनाले गुणस्तरीय शिक्षालाई भौतिक पूर्वाधार, प्रविधि र सिकाइ उपलब्धिबाट जोड्छ। यसले विद्यार्थी केन्द्रीय वातावरण सिर्जना गर्छ। आधारभूत तहको खुला भर्ना दर 96% भन्दा माथि पुगे पनि सिकाइ उपलब्धि र विद्यालय छोड्ने दर सन्तोषजनक नभएको स्वीकार गर्दै सुधारको खाका प्रस्तुत गरेको छ। यसले प्राधिकार र विकासलाई प्राथमिकता राखेर रोजगारमुखी बनाउने प्रयास गरेको छ। समालोचनात्मक टिप्पणी: योजना भर्ना पूर्वाधारमा केन्द्रित छ। शिक्षकको दक्षता विकास, विद्यार्थी शिक्षक अनुपात र सिकाइ मापनको स्पष्ट सूचकाङ्कको अभाव छ। यसले गुणस्तर सुनिश्चित गर्न कठिन हुन्छ। कार्यान्वयनका लागि 3 तहका सरकारबीच समन्वयको जोड सैद्धान्तिक मात्र छ। विगतका योजनामा जस्तै बजेट अभाव र राजनीतिक अस्थिरताले लक्ष्य भेट्टाउने चुनौती थप्छ। समग्रमा रूपान्तरणकारी रणनीति सकारात्मक छ। प्रमाणित नतिजामुखी अनुगमन प्रणाली र निजी क्षेत्रको प्रभावकारी सहभागिता आवश्यक छ। निष्कर्ष: नेपालका 2028, 49 र 55 का शिक्षा आयोग तथा समितिका प्रतिवेदनहरूले प्राथमिक शिक्षाको सार्वभौमिकता, समान पहुँच, गुणस्तर सुधारका क्षेत्रमा नीतिगत व्यवस्था स्थापित गरे पनि लक्ष्य र वास्तविक उपलब्धि बीच अझै उल्लेख्य अन्तर रहेकाले योगदान आंशिक रूप मात्र देखिन्छ। 16औं पञ्चवर्षीय योजनामा प्राथमिक आधारभूत तहका लक्ष्य रणनीतिहरू गुणस्तरीय शिक्षासँग जोडिएका छन्। कार्यान्वयन संयन्त्र र उत्तरदायित्व प्रणाली कमजोर रहेमा
विगतको जस्तो उच्च लक्ष्य मध्यम उपलब्धि दोहोरिने सम्भावना रहन्छ। अब म प्रश्न नम्बर 3 का बारेमा छलफल गर्न गइरहेको छु। प्रश्न नम्बर 3 मा रहेको छ, विद्यालय शिक्षाको सन्दर्भमा 2028, 2049, 2055 का शिक्षा आयोग र समितिहरूले प्रस्ताव गरेका दीर्घकालीन सुधारका रणनीतिहरूको कार्यान्वयनले शिक्षामा गरेका सुधारहरू लेख्नुहोस्। विद्यालय शिक्षा क्षेत्र विकास तथा 16औं पञ्चवर्षीय योजनामा कार्यक्रमहरूले कसरी निरन्तरता पाएका छन्, लेख्नुहोस्। त्यसको उत्तर रहेको छ, विद्यालय शिक्षाको सन्दर्भमा 2028, 2049, 2055 का शिक्षा आयोग योजनाबाट प्रस्ताव भएका दीर्घकालीन रणनीतिहरू क्रमशः संरचना सुधार, सार्वभौमिक पहुँच र समावेशी र सिपमूलक गुणस्तरीय विद्यालय शिक्षातर्फ उन्मुख भएका छन्। रणनीतिहरू विद्यालय शिक्षा कार्यक्रम तथा 16औं पञ्चवर्षीय योजनामा निरन्तरतापूर्वक समेटिएका छन्। यद्यपि कार्यान्वयन पक्ष अझै चुनौतीपूर्ण रहेको छ। दुई 2028 को राष्ट्रिय शिक्षा पद्धति योजना र कार्यान्वयनबाट भएका सुधार, विद्यालय संरचना एकीकृत गरी प्राथमिक, निम्न माध्यमिक, माध्यमिक तहको स्पष्ट रूपरेखा बनाइयो। विद्यालय शिक्षा राष्ट्रिय मापदण्डमा ल्यायो। सबै बालबालिकालाई न्यूनतम आधारभूत शिक्षा दिनु, विद्यालय विस्तार गर्ने, पाठ्यक्रम पाठ्यपुस्तक मूल्याङ्कनलाई एकीकृत गर्ने, दीर्घकालीन रणनीति कार्यान्वयन भई विद्यालयको संरचनागत सुधार, नामाङ्कन वृद्धि र राज्यद्वारा पाठ्यपुस्तक तथा शिक्षक व्यवस्थापन जस्ता सुधार भए। शिक्षा 2028 मार्फत विद्यालयको दर्ता, व्यवस्थापन, परीक्षा पद्धति, शिक्षक सेवा राज्य नियन्त्रणमा आएपछि, शिक्षक सेवा आयोग राज्य नियन्त्रणमा, शिक्षकको सेवा राज्य नियन्त्रणमा आएपछि विद्यालय शिक्षामा एकरूपता, परीक्षा प्रणालीको केन्द्रीकरण र निशुल्क अनिवार्य प्राथमिक शिक्षातर्फ नीतिगत रूपले लागू भयो। दुई 2049 को राष्ट्रिय शिक्षा आयोगका दीर्घकालीन सुधार र प्रभाव, आयोगले प्राथमिक शिक्षाको सार्वभौमिकता, मातृभाषामा शिक्षा, पाठ्यक्रम पुनर्संरचना र विद्यालयको 3 तह, कक्षा 6, 8 निम्न माध्यमिक, कक्षा 9, 10 माध्यमिक र कक्षा 11, 12 उच्च माध्यमिकको अवधारणा प्रस्तुत गर्यो। विद्यालय तहको संरचना पूर्ण रूपमा दीर्घकालीन रूपमा पुनः परिकल्पना गर्यो। सबै शिक्षकलाई आबद्ध तालिम, विद्यार्थी केन्द्रित पद्धति, निरन्तर विद्यार्थी मूल्याङ्कन, विद्यालय दूरी 2 घण्टाभन्दा बढी नहोस् भन्ने सुझाव तथा रणनीति अपनाउँदा विद्यालयको भौगोलिक पहुँच विस्तार, शिक्षक व्यावसायिकता र सिकाइ केन्द्रित कक्षा कोठा जस्ता सुधार प्रक्रियागत रूपमा अघि बढे। उच्च माध्यमिक तह विकास, प्रविधि र प्राविधिक शिक्षालाई माध्यमिक उच्च माध्यमिकसँग जोड्ने दृष्टिकोण अपनाइए पनि विद्यालय शिक्षाले कक्षा 12 सम्मको संरचना र जीवनोपयोगी सिपतर्फ दीर्घकालीन मोड लिन थाल्यो। त्यसैगरी 2055 को उच्च स्तरीय शिक्षा आयोगका रणनीति र विद्यालय स्तरका सुधार, 2055 को आयोगले आधारभूत तह र माध्यमिक तहको संरचना स्पष्ट गर्ने, निशुल्क र क्रमशः अनिवार्य आधारभूत शिक्षा, समावेशी शिक्षा, स्थानीय पाठ्यक्रम, विकेन्द्रीकृत व्यवस्थापनलाई दीर्घकालीन आधारभूत रणनीति बनायो। यसको प्रभावपछि विद्यालय शिक्षा आधारभूत र माध्यमिक तह संरचनागत रूपमा रूपान्तरण हुँदै गयो। विद्यालय क्षेत्र सुधार योजना 2009-15 ले यिनै अवधारणा अनुसार आधारभूत माध्यमिक संरचना, निम्न माध्यमिक शिक्षा एकीकृत कार्यक्रम 2055 को दीर्घकालीन संरचनात्मक सिफारिस व्यवहारमा आए। गुणस्तरीय शिक्षा, प्राविधिक तथा व्यावसायिक माध्यमिक शिक्षा, सार्वजनिक निजी सहकारी स्थानीय निकायको भूमिका वृद्धि, शैक्षिक सूचकमा आधारित अनुगमन जस्ता अवधारणाहरूबाट विद्यालय व्यवस्थापन, उत्तरदायित्व र परिणाममुखी योजना संस्कृतिमा सुधार देखा पर्यो। त्यसैगरी विद्यालय शिक्षा क्षेत्र विकास तथा 16औं पञ्चवर्षीय योजनामा निरन्तरता, नेपालका 2028 को राष्ट्रिय शिक्षा पद्धति योजना, 49 को राष्ट्रिय शिक्षा आयोग र 2055 को उच्च स्तरीय शिक्षा आयोगले प्रस्ताव गरेका दीर्घकालीन सुधार रणनीतिहरूले विद्यालय शिक्षामा गुणस्तरीयता, पहुँच विस्तार, व्यावसायिकता र समानता जस्ता क्षेत्रमा जोड दिएका थिए। यी रणनीतिहरूको कार्यान्वयनले विद्यालय शिक्षा क्षेत्र योजना र 16औं पञ्चवर्षीय योजनामा निरन्तरता पाएको छ। 2000 पहुँच र समावेशीकरण,
2028 को योजनाले प्राथमिक तहसम्म सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने छात्रवृत्ति व्यवस्था गर्ने रणनीति अघि सारेको थियो। यसले शिक्षा सम्बन्धी योजनामा निशुल्क पाठ्य पुस्तक, छात्रवृत्ति र समावेशी पहुँच कार्यक्रम मार्फत निरन्तरता पाएको छ। 2049 को आयोगले भाषिक तथा जातीय विविधतामा आधारित मातृभाषा शिक्षालाई प्राथमिकता दिएको थियो, जुन सङ्घीय संरचना अनुसार अनुरूप शैक्षिक योजनामा स्थानीय भाषा शिक्षाको रूपमा समावेश भएको छ। 2055 को प्रतिवेदनले विशेष किसिमका बालबालिका र सीमान्तकृत वर्गको लागि विशेष व्यवस्था सुझाएको थियो। 16औं योजनामा अपाङ्ग मैत्री पूर्वाधार र समावेशी शिक्षाले यसलाई अघि बढाएको छ। पाठ्यक्रम र व्यावसायिकता। राष्ट्रिय शिक्षा पद्धति योजनाले व्यावसायिक शिक्षा उत्पादनमुखी पाठ्यक्रमलाई जोड दिएको थियो। यसले 16औं योजनामा सिपयुक्त शिक्षा पढ्दै कमाउँदै कार्यक्रम पाठ्य पुस्तक परिमार्जन मार्फत निरन्तरता पाएको छ। 2049 को आयोगले विज्ञान प्रविधि र जीवनोपयोगी सिपको विकास सिफारिस गरेको थियो। विद्यालय क्षेत्र सुधार योजनाले सिप केन्द्रित पाठ्यक्रम मार्फत यसलाई कार्यान्वयन गरेको छ। ले पाठ्यक्रमको सान्दर्भिकता र व्यावहारिकता सम्बन्धी विषय उठान गरेको थियो। त्यो शैक्षिक योजनामा स्थानीय आवश्यकता र अनुरूप पाठ्यक्रम निर्माण र व्यावसायिक तालिमको रूपमा देखिएको छ। त्यसैगरी शिक्षक विकास र प्रशासन। 2028 ले शिक्षक तालिम र प्रोत्साहनको व्यवस्था गरेको थियो। यसले विद्यालय क्षेत्र सुधार योजनामा शिक्षक प्रशिक्षण र सेवा सुधार कार्यक्रम मार्फत निरन्तरता पाएको छ। 2049 को प्रतिवेदनले शिक्षक व्यवस्थापन गर्न स्वतन्त्र निकायको सिफारिस गरेको थियो। 16औं योजनाले शिक्षक व्यवस्थापन र गुणस्तर अभिवृद्धिमा यसलाई समेटेको छ। 2055 ले विकेन्द्रीकरण र निरीक्षण प्रणाली सुधारका लागि सुझाएको थियो। यसले संहिता अनुरूप स्थानीय तहको विद्यालय सुधार योजना र अनुगमनमा परिणत भएको छ। पूर्वाधार र गुणस्तरीयता। शिक्षा सम्बन्धी प्रतिवेदनहरूले भौतिक साधन र गुणस्तरीय शिक्षामा जोड दिएका थिए। शिक्षा सम्बन्धी योजनाले प्रयोगशाला, पुस्तकालय र सुरक्षित विद्यालय कार्यक्रम मार्फत यसलाई सुदृढ गरेको छ। योजनाले डिजिटल सिकाइ र पूर्वाधार प्रबलीकरणलाई प्राथमिकता दिई दीर्घकालीन सुधारलाई निरन्तरता दिएको छ। यस प्रश्नको उत्तरको निष्कर्ष रहेको छ नेपालका 2028 को राष्ट्रिय शिक्षा पद्धति योजना, 49 को राष्ट्रिय शिक्षा आयोग र 2055 को उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले विद्यालय शिक्षामा दीर्घकालीन सुधारका लागि एकीकृत पाठ्यक्रम विकास, व्यावसायिक तथा सिपमूलक शिक्षा प्रवर्धन, शिक्षक तालिमको सुदृढीकरण, बहुभाषिक र विद्यार्थी केन्द्रित शिक्षण पद्धति, पूर्व प्राथमिक शिक्षाको विस्तार र शिक्षा परीक्षा प्रणालीको गुणस्तरीयकरण जस्ता रणनीतिहरू प्रस्ताव गरेका थिए। यसको कार्यान्वयनबाट प्राथमिक तहको भर्ना दरमा उल्लेख्य वृद्धि, शैक्षिक संस्थाको पूर्वाधार सुधार र जनसहभागितामूलक व्यवस्थापनले शिक्षालाई राष्ट्रिय विकाससँग जोडेको छ। विद्यालय शिक्षा क्षेत्र विकास योजनालाई यी सिफारिसहरूलाई संस्थागत गर्दै क्षमता विकास, मूल्याङ्कन सुधार र समावेशीकरणमा निरन्तरता दियो भने 16औं पञ्चवर्षीय योजनाले सङ्घीय संरचनामा अनुकूलित गर्दै पढ्दै कमाउँदै कार्यक्रम, विज्ञान प्रविधिकरण, स्थानीय सहभागिता र व्यावसायिक धारलाई प्राथमिकता दिई सुधारका उपलब्धिहरू कायम राखेको छ। त्यसैगरी चौथो प्रश्न रहेको छ 16औं पञ्चवर्षीय योजनामा शिक्षा क्षेत्रका लागि तय गरिएको दृष्टिकोण, उद्देश्य, प्रमुख लक्ष्य र रणनीतिहरूलाई प्रभावकारी रूपमा कसरी कार्यान्वयन गर्न सकिन्छ? कसरी कार्यान्वयन गर्न सकिन्छ? यसका उपायहरू बुदागत रूपमा उल्लेख गर्नुहोस्। सोह्रौं पञ्चवर्षीय योजनामा प्रारम्भिक बाल विकास, आधारभूत र प्राथमिक शिक्षा, निरक्षरता निवारण, समतामूलक पहुँच, सिपमूलक र प्रविधिको प्रयोगले शैक्षिक योजनामा पार्ने प्रभावका बारेमा लेख्नुहोस्। यसको उत्तर रहेको छ 16औं पञ्चवर्षीय योजनामा समावेश शिक्षाको दृष्टिकोण सबैका लागि गुणस्तरीय, समावेशी शिक्षाको दृष्टिकोण सबैका लागि गुणस्तरीय, पहुँचयोग्य, सर्व समावेशी, सिपमूलक
शिक्षाको विकासमा केन्द्रित रहेको छ। यसले ज्ञान, प्रविधि र नवपरिवर्तनमा आधारित मानव स्रोत तयार गर्ने दीर्घकालीन लक्ष्य लिएको छ। यसका उद्देश्यहरू शिक्षामा समान पहुँच, गुणस्तर सुधार, शिक्षकको सक्षमता अभिवृद्धि तथा प्रविधि मैत्री शिक्षालय निर्माणसँग जोडिएका छन्। दृष्टिकोण र उद्देश्य। योजनाले शिक्षालाई आर्थिक रूपान्तरणको माध्यम बनाउने दृष्टिकोण अघि सारेको छ। यसमा व्यावसायिकता, योग, ध्यान र नैतिकतामा आधारित प्रणाली समावेश गरिएको छ। उद्देश्यहरूमा शैक्षिक उपलब्धि बढाउने, विदेशी प्रवृत्ति रोक्ने, सबै तहमा गुणस्तरीय पहुँच सुनिश्चित गर्ने छन्। यसले नीतिगत सुधार र संस्थागत सुदृढीकरणलाई प्राथमिकता दिएको छ। लक्ष्यहरू: 5 वर्षभन्दा माथिको साक्षरता दर 76.2%बाट 95% पुर्याउने, कक्षा 8मा न्यूनतम सिकाइ क्षमता नेपालीमा 70%, गणितमा 55 र विज्ञानमा 60 हासिल गर्ने विद्यार्थी अनुपात बढाउने, उच्च शिक्षामा कुल भर्ना दर 17.77%बाट 25% र प्राविधिक विषयमा 30% पुर्याउने। रणनीतिहरू: पाठ्यक्रमलाई समसामयिक र व्यावहारिक बनाउने, जसमा उदयमान प्रविधि र सिप विकास समावेश छन्। शैक्षिक पूर्वाधार सुदृढ गर्ने, डिजिटल सिकाइ स्मार्ट कक्षा कोठा निर्माण गर्ने। प्राविधिक व्यवसाय शिक्षालाई 70:30 अनुपातमा वृद्धि गर्ने, पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन गर्ने। प्रभावकारी कार्यान्वयनका उपायहरू: तिनै तहका सरकारबीच समन्वय र एकीकृत शैक्षिक सूचना प्रणालीको सबलीकरण गरी अनुगमनलाई प्रभावकारी बनाउनु। शिक्षक व्यवस्थापन मूल्याङ्कन सुधार गरी प्रधानाध्यापक तथा शिक्षकको पेशागत विकास कार्यक्रम सञ्चालन गर्नु। निजी क्षेत्र र विकास साझेदारको लगानी परिचालन गरी विद्यालय सुपरिवेक्षण प्रणाली स्थापना गर्ने। परीक्षण र प्रमाणीकरणलाई बजारसँग जोड्ने, राष्ट्रिय महाअभियान चलाउने र परम्परागत शिक्षालाई मूल प्रवाहीकरण गर्ने। 16औं पञ्चवर्षीय योजनामा प्रारम्भिक बाल विकास आधारभूत र प्राथमिक शिक्षा निरक्षरता निवारण, समतामूलक पहुँच, सिपमूलक र प्रविधिको प्रयोगले शैक्षिक क्षेत्रमा पार्ने प्रभाव। 16औं पञ्चवर्षीय योजनाले नेपालको शैक्षिक क्षेत्रमा प्रारम्भिक बाल विकास आधारभूत र प्राथमिक शिक्षा निरक्षरता निवारण, समतामूलक पहुँच, सिपमूलक तथा प्रविधिको प्रयोगलाई जोड दिई गुणस्तरीय र समावेशी शिक्षाको लक्ष्य राखेको छ। यी पक्षहरूले शैक्षिक योजनालाई प्रभावकारी र पहुँचयोग्य उत्पादनमूलक बनाउँछन्। प्रारम्भिक बाल विकासको प्रभाव। प्रारम्भिक बाल विकास कार्यक्रमलाई सबै स्थानीय तहसम्म पुर्याई प्रभावकारी कार्यान्वयन गर्दा कक्षा 1 मा भर्ना हुने बालबालिकाको दर 76.9%बाट 100% पुग्छ। यसले आधारभूत तह पुरा गर्ने दरलाई 77.1%बाट 100%मा वृद्धि गरी सिकाइको आधार मजबुत बनाउँछ। आधारभूत र प्राथमिक शिक्षाको प्रभाव। आधारभूत तहको खुद भर्ना दर 96.1% रहँदा पनि विभिन्न सिकाइ उपलब्धि कमजोर छ। यसलाई योजनाले पाठ्यक्रम परिमार्जन, शिक्षक दरबन्दी, पूर्वाधार सुधारबाट सुधार गर्छ। कक्षा 8मा नेपाली सिकाइ 59देखि 70% पुग्ने लक्ष्यले प्राथमिक शिक्षालाई मजबुत बनाउँछ। निरक्षरता निवारणको प्रभाव। 5 वर्षमाथिको साक्षरता दर 76.2%बाट 95% पुर्याउने लक्ष्यले निरक्षरता न्यूनीकरण गरी साक्षरता र सिप विकासमा जोड्छ। साक्षरता कार्यक्रमलाई अनौपचारिक शिक्षा र आजीवन सिकाइसँग जोड्दा सामाजिक न्याय सुनिश्चित हुन्छ। त्यसैगरी समतामूलक पहुँचको प्रभाव। लैङ्गिक समानता कायम गर्दै अपाङ्गता भएका बालबालिकालाई स्थानीय विद्यालयमा पहुँच र विशेष आवासीय व्यवस्था गर्दा समावेशी शिक्षा प्रवर्धन हुन्छ। विवाह खाजा, छात्रवृत्ति 3 तहका सरकारी समन्वयले पिछडिएका वर्गको पहुँच बढाउँछ। सिपमूलक र प्रविधिको प्रभाव। सिपमूलक शिक्षालाई पढ्दै कमाउँदै कार्यक्रम मार्फत उत्पादन र बजारसँग जोड्दा माध्यमिक तहको भर्ना 35.6 देखि 55% पुग्छ। प्रविधिको प्रयोगले सबै विद्यालयमा इन्टरनेट पहुँच 35.5 देखि 100% गरी डिजिटल सिकाइ र दूर शिक्षा सम्भव बनाउँछ। यस प्रश्नको उत्तरको निष्कर्ष रहेको छ 16औं पञ्चवर्षीय योजनाले शिक्षा क्षेत्रमा गुणस्तरीय, समावेशी र रोजगारमुखी शिक्षा प्रणालीको दृष्टिकोण राखेको छ। यसको उद्देश्यहरूमा साक्षरता दर 95%, आधारभूत तह पुरा गरी 100% र प्राविधिक भर्ना 30% छन्। यसलाई प्रभावकारी कार्यान्वयन गर्न नीतिगत कानुन जारी गरी
तीन तहका सरकार बीच समन्वय, डिजिटल पूर्वाधार विकास, पूर्वाधार विस्तार, समसामयिक पाठ्यक्रम र पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन, अनुगमन, सूचना प्रणाली सुदृढीकरण, शिक्षक प्रशिक्षण, निजी साझेदारी तथा छात्रवृत्ति वितरण जस्ता बुदागत उपाय अवलम्बन गर्न सकिन्छ। प्रारम्भिक बाल विकासमा 100% भर्ना, आधारभूत शिक्षामा लैङ्गिक समानता र सिकाइ क्षमता वृद्धि, निरक्षरता निवारण अभियान, समतामूलक पहुँचका लागि अपाङ्गता, दुर्गम क्षेत्रमा घुम्ती शिक्षा, सिपमूलक शिक्षाले बेरोजगार न्यूनीकरण र प्रविधिको प्रयोगले डिजिटल दूर शिक्षा मार्फत इन्टरनेट पहुँचले शैक्षिक गुणस्तर तथा पहुँचमा क्रान्तिकारी प्रभाव पार्छ। यसले दक्ष जनशक्ति निर्माण गरी समृद्ध नेपालको आधार तयार गर्छ। शिक्षकको बढुवा सम्बन्धी भिडियोहरू निरन्तर रूपमा लिएर आउँदै गर्ने नै छु। यदि तपाईलाई कुनै प्रश्नको उत्तरका लागि समस्या उत्पन्न भएको छ भने तपाईले कमेन्टमा प्रश्न राख्न सक्नुहुनेछ। त्यसको समाधानका लागि म नमुना उत्तर तयार गर्नेछु। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोला। आगामी दिनमा भिडियोमा यस्तै शिक्षक सम्बन्धी बढुवाका भिडियोहरू लिएर आउने नै छु। पुनः अर्को भिडियोमा फेरि भेटौँला। धन्यवाद।